धेरैजनालाई एन्जाइटी र एन्जाइटी डिसअर्डर बीच कन्फ्युजन भएको हुन सक्छ। त्यसैले आज हामी यो भिडियोमा यसबारेमा कुरा गर्न जाँदैछौँ। र खुसी हुनु, दुखी हुनु, रिसाउनु, डराउनु, अचम्म मान्नु, घिन लाग्नु र तिरस्कार गर्नु, यो सबै मान्छेहरूमा देखिने 6 देखि 7 वटा इमोसन्स अथवा भावनाहरू हुन्। व्यक्त गर्ने तरिकामा फरक देखिन सक्छ, तर यो इमोसन्स अफ्रिकामा बस्ने आदिवासीदेखि लिएर अमेरिकामा बस्ने मान्छेसम्म सबैमा नै पाइन्छ। र अगाडि बाघ आयो भनेदेखि हामी डराउँछौँ र यस्तो खालको तत्काल महसुस गरिने खतराको भावनालाई फियर भनेर भन्ने गरिन्छ। तर भविष्यमा के गर्ने होला, कसरी गर्ने होला भनेर आउने चिन्ताको भावनालाई चाहिँ एन्जाइटी भनेर भन्ने गरिन्छ। र केही हदसम्म एन्जाइटी हुनु पनि फाइदाजनक नै हुन्छ, किनभनेदेखि यसले भविष्यको लागि तपाईँलाई तयारी गराउन मद्दत गर्छ। जस्तो कि भविष्यको डरले हामी पढ्छौँ अथवा काम गर्छौँ अथवा पैसा जम्मा गर्छौँ। तर जब एन्जाइटी महसुस गराउने दिमागका भागहरू आवश्यकताभन्दा बढी सक्रिय हुन थाल्छन्, चिन्ता अत्याधिक वा परिस्थितिभन्दा धेरै हुन थाल्छ र महिनौसम्म लक्षणहरू रहिरहन्छन् र तपाईँको दैनिकी तथा कामकाजलाई नै असर पारिरहेको हुन्छ, त्यति बेला चाहिँ यसलाई एन्जाइटी डिसअर्डर भनेर भन्ने गरिन्छ। त्यसैले एन्जाइटी भनेको सामान्य मानवीय भावना हो, तर एन्जाइटी डिसअर्डर भनेको चाहिँ उपचार नै आवश्यक पर्ने मानसिक रोग हो।